सम्पूर्णमा नमस्कार। आज तपाईहरूलाई हामी रसुवा जिल्लामा अवस्थित एक प्रसिद्ध धार्मिक स्थलको दृश्यावलोकन गराउँदैछौँ। पहाडको बीचमा लाङटाङ हिमश्रृङ्खलाको काखमा अवस्थित यो कुण्ड भगवान शिवको श्रद्धा र आराधनाको प्रमुख केन्द्रमध्ये एक हो। समुद्री सतहबाट करिब 4380 मिटरको उचाइमा रहेको यो स्थान प्राकृतिक अनुपम सौन्दर्यसँग आनन्दको अनुभूति गराउने एक दिव्य धाम हो गोसाइँकुण्ड। भगवान शिवप्रतिको आस्था, भक्ति र उपासनाको केन्द्रका रूपमा गोसाइँकुण्डलाई अत्यन्त महत्त्वपूर्ण तीर्थ मानिन्छ। शिव र प्रकृति प्रेमीहरूको साझा आस्थाको केन्द्र बनेको यस स्थानमा स्नान गर्दा पाप क्षय हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ। पुराणहरूमा उल्लेख भए अनुसार समुद्र मन्थनका क्रममा निस्किएको विषले सृष्टिमा सङ्कट निम्ताउन सक्ने अवस्था आएपछि भगवान शिवले त्यो विष स्वयं सेवन गर्नुभयो। विषको प्रभाव कम गर्न उहाँले आफ्नो त्रिशूल प्रहार गरी पानीको मूल निकाल्नुभयो र सोही जल ग्रहण गरेर शीतलता प्राप्त गर्नुभयो। त्यही पवित्र स्थल आज गोसाइँकुण्डको रूपमा प्रसिद्ध रहेको छ। भगवानद्वारा नै उत्पत्ति भएको यस कुण्डको उल्लेख विभिन्न धार्मिक ग्रन्थहरूमा पाइन्छ, जसले यसको धार्मिक तथा आध्यात्मिक महत्त्वलाई अझ उच्च बनाएको छ। विशेष गरी जनी पूर्णिमाको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ, जहाँ लाखौं भक्तजनहरू पुगेर कुण्डमा स्नान गर्ने र भगवान शिवको आराधना गर्ने गर्दछन्। हिमालको काखमा पहाडहरूको सङ्गममा अवस्थित यस पावन तीर्थमा भक्तजनहरू श्रद्धा, विश्वास र भक्तिभावका साथ भोलेनाथको आराधना गर्न आउँछन्। यसै क्षेत्रमा सरस्वती कुण्ड, भैरव कुण्ड, सूर्य कुण्ड लगायत अन्य धेरै पवित्र कुण्डहरू पनि रहेका छन्। यी स्थलहरू हिन्दू धर्म मात्र नभई बौद्ध र किराँत धर्मावलम्बीहरूका लागि पनि उत्तिकै पूजनीय छन्। गोसाइँकुण्ड एक धार्मिक गन्तव्य मात्र होइन, यो आस्था, प्रकृति र आध्यात्मको अद्वितीय सङ्गम हो, जहाँ पुग्दा मन शान्त भई आत्माले साँचो शान्ति अनुभूति गर्छ। गोसाइँकुण्ड तथा भगवान शिवको कृपा हामी सबैमा रहिरहोस् भन्दै भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हार्दिक धन्यवाद। मन परेमा भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गर्न नभुल्नुहोला। Ah.